दुनियाँलाई संसारलाई एउटा च्यालेन्ज दिन के सकिन्छ नेपालबाट भने यो उत्पादन हेर्नुहोस् त केराउ सानो केराउ चाहिँ फलिरहेछ। यो गाउँहरू हेर्नुहोस् त कस्तो छ त्यो गाउँ, तपाईँले एकपटक हेर्नुहोस् त यो गाउँलाई। यो एकदमै ठुलो गाउँको फाँटमा हेरेँ सायद यो 100 जना किसानलाई पुग्ने, 100 जना किसानलाई खाना पुग्ने, 20 जना किसानलाई काम पुग्ने हामी निकै ठुलो चाहिँ गाउँको फाँटमा पुगिरहेछौँ। यो गाउँको फाँट हेर्नुहोस् त एउटा च्यालेन्ज भन्छु कि म, विदेशलाई च्यालेन्ज, दुनियाँलाई च्यालेन्ज हामी यसरी दिन सक्छौँ। यति धेरै ठुलो फाँट छ, यति धेरै ठुलो फाँट छ जहाँ हामी गाउँको फाँट देख्न सक्छौँ। मैले हेर्छु यो फाँटलाई र देख्छु मैले यो हरियाली। नेपालको च्यालेन्ज भनेको उत्पादनमा नेपाल निकै अगाडि छ, अगाडि जान सक्छ, अगाडि लिन सकिन्छ। तर ती सम्भावनाहरूलाई कसैले पनि चाहिँ किन चाहिँ भुलिरहेछ, किन छोडिरहेछ, किन हराइरहेको छ, कहाँनिर फसिरहेछ या कहाँनिर छोडिरहेछ, यो कुरा ठम्म्याउनै बाँकी छ। हेर्नुहोस् यता यो फाँटहरू, गाउँहरू कति धेरै छ। यी परालको टौवा छ, हामीले यो निकै ठुलो गाउँको फाँट देख्छौँ। यतातिर यी तरकारी पनि छ, हेर्नुहोस् है, यी तरकारी पनि छ। अब यता चाहिँ यो यति राम्रो तरकारीहरू छ, यति राम्रो गाउँहरू छ। बिचबिचमा तोरी पनि छ, ल हेर्नुहोस् है, उता अगाडि पनि तोरी छ। यी तोरी पनि देख्न सक्छौँ। कस्तो छ गाउँ, ल हेर्नुहोस् त, हेर्नुहोस् त, यस्तो छ। यो फाँट देख्दा मलाई अचम्म लागेर आयो। सम्भावना छ र च्यालेन्ज चाहिँ यही उत्पादनबाट, कृषिबाट दिन सकिन्छ भन्ने मेरो ठम्याइ चाहिँ भएको कारणले मैले आज यो निकै ठुलो फाँट गाउँ, हरियाली गाउँको चाहिँ फोटो खिच्न बाध्य भएँ र मैले देखिरहेको छु। यो निकै राम्रो र निकै चाहिँ ठुलो फाँट छ है।